आज यो रमाइलो साँझमा आउनुभएका सबै लोमानथाङदेखि आउनुभएका कलाकारहरू, मुस्ताङका विभिन्न आमा समूहका कलाकारहरू, स्याङ गाउँका सबै बहिनीहरू, तपाईहरुले आजको साँझलाई कहिल्यै नबिर्सिने साँझ बनाइदिनु भयो। तपाईहरु सबैलाई म मेरो तर्फबाट, हाम्रो पार्टीको तर्फबाट हार्दिक धन्यवाद भन्न चाहन्छु, अभिवादन भन्न चाहन्छु। अभिवादन स्वीकार गर्नुहोला। मुस्ताङको आजको बसाई धेरै रमाइलो भयो। हुन त तपाईहरुको भाषा मैले बुझिन, तर मैले तपाईहरुले गीत गाउँदै गर्दा मैले तपाईहरुको भाषा बुझ्ने साथीहरुलाई सोधिराखे के भनिराख्नु भएको छ। उहाँहरुले तपाईहरुले हामीलाई मलाई आशीर्वाद दिनुभयो, सफलताको शुभकामना भन्नुभयो र तपाईहरुले गीत मार्फत जुन भावनाहरू व्यक्त गर्नुभयो त्यसको लागि पनि म तपाईहरुलाई धन्यवाद भन्न चाहन्छु। मुस्ताङ जिल्लाको तपाईहरुको समृद्धिको लागि, तपाईहरुको सुविधाको लागि हामी निरन्तर काम गर्नेछौं भनेर पनि म तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु। म पहिला लोमानथाङ पनि एकचोटि गएको छु, त्यहाँको जनतासँग पनि मैले भेटेको छु। आज लोमानथाङदेखि आएर तपाईहरुले रमाइलो सांस्कृतिक साँझ बनाइदिनु भयो। धेरै धेरै धन्यवाद। तपाईहरुको आजको यो भेटघाट र तपाईहरुको प्रस्तुतिलाई हामी कहिल्यै बिर्सने छैनौं। तपाईहरु सबैलाई धेरै धेरै धन्यवाद। अभिवादन। तासी देले।